हेलो गुड मर्निङ सबैलाई एकदम मेरो युट्युब च्यानलमा स्वागत पनि छ। आज म र हरिश भाइ हामी दुईजना पूर्णागिरी माताको दर्शन गर्ने भनेर मर्निङमा साइक्लिङ गर्दै निस्किरहेछौँ। यो घरबाट भर्खर स्टार्ट गर्दैछु म। बुवा हुनुहुन्छ उता पछाडि ब्याकग्राउन्डमा एउटा टपी पनि देखिँदैछ। ओके ल म यहाँ निस्केँ घरबाट। मेरो साइकल रेडी टु गो। बाटो के छ हरिश, कस्तो फिल भइरहेछ? आज हाम्रो विशेष दिन होइन, पूर्णागिरी माताको दर्शन गर्ने। यो उत्तराखण्डमा भारतको पर्दछ होइन। टनकपुरबाट 18-20 किलोमिटर उत्तरपट्टि पहाडमा बसेकी छन् पूर्णागिरी माता। र यहाँ जनविश्वास छ मान्छेहरूको कि पूर्णागिरी मातासँग जे माग्यो त्यो माताले दिन्छन् भनेर त्यस्तो विश्वास रहिआएको छ। म त उस्तै पुगिरहेको छु त्यहाँ धेरैचोटि। भाइ चाहिँ फर्स्ट टाइम गइरहेछ। उयो पनि आजको दिन विशेष किन छ कि हामी साइकलमा गइरहेछौँ कि हामी सो एक्साइटेड है। यस्तो रमाइलो फिल भइरहेछ। र यसपछि हाम्रो मथुरा वृन्दावन अनि आग्रा पनि ताजमहल पनि हेर्ने यात्रा सोचिरहेछौँ हामी। अब भाइले आँट गऱ्यो भने आयाम त एकदम रेडी। म त रेडी नै छु। जय पूर्णागिरी माता। जय पूर्णागिरी माता। सबैको भलो गरोस्, नेपालमा शान्ति ल्याओस्। हामी अपडेट गराउँछौँ। अब टनकपुर एकछिनमा हामी टनकपुर पुग्दैछौँ। त्यसपछि टनकपुर पुगेपछि नयाँ अपडेट गराउँछ। ओके ल, हामी चाहिँ यता टनकपुर पुगिसक्यौँ। टनकपुरको पुलमा छौँ यहाँ। यताबाट यो बाटो आएको छ, हामी यताको नहरको बाटो यता पुगिएको छ है। यहाँ पूर्णागिरी जाने मान्छेहरू छन् दर्शन गर्नको लागि। पूर्णागिरी माताको दर्शन एकदम रमाइलो मौसम छ। अरूलाई पूर्णागिरी माताको दर्शन गरेर आएका मान्छेलाई देखेर पनि मन एकदम खुसी भइहाल्यो हाम्रो। जय भवानी, जय हो पूर्णागिरी माता कि। ल ओके, हामी चाहिँ टनकपुर जाने टनकपुरबाट बनसाबाट आउने टनकपुर पूर्णागिरी जाने मेन रोडमा पुगेको छौँ अहिले, हाइवेमा। अब कन्टिन्यू छ हाम्रो जर्नी। यहाँ स्याउ किनियो अलिअलि, एक-एकजना स्याउ खायो हामीले। अब यस्तो राम्रो मौसममा आनन्दको अनुभूति भइरहेछ। हेर्नु सन पनि देखिँदैछ यता आकाशमा। चम्पा 75 किलोमिटर रहेछ। पूर्णागिरी 18-20 किलोमिटर होला यहाँदेखि पक्का पनि। ओके ल, अहिलेलाई हामी नयाँ अपडेट गराउँछौँ अरू। अहिले बिहानको 8:18 भएको छ। यस्तो राम्रो मौसम छ यता। किनार सबै जङ्गलै जङ्गल छ। वरिपरिको सराउन्डिङ भ्यू क्या मजाको छ। हरिश भाइ त धेरै पछाडि छ, बिस्तारै आइरहेछ। ऊ पनि भिडियो बनाउँदै आइरहेछ। जस्तो रमाइलो छ। चिसो बतास चलिरहेको छ, एकदम मस्त। मौसम पनि सनी छ, एकदम राम्रो दिन भएको छ। हामी अब 3-4 किलोमिटरमा यहाँदेखि बुम मन्दिर छ। त्यसपछि 11 किलोमिटर कति देखाउँदैछ तलबाट टनकपुरबाट ठुलीघाट। त्यसपछि कति होला, लगभग 5-6 किलोमिटर त्यहाँदेखि पनि छ कि ठुलीघाटबाट। हेरौँ। ओके ल, अहिलेलाई बाई बाई। म एकछिन नयाँ अपडेट गराउँछु हजुरहरूलाई अगाडिको। ल, बाटोको अवस्था यस्तो पो छ त हो। यहाँ त यस्तो छ त, डेन्जरस रोड। यसको तल के छ, कतिको घर छ, डेन्जरै होला जस्तो लाग्यो। बाटो काटेर हेर्नु यस्तो भएको छ। बाटोको अवस्था यस्तो छ, तर पनि हाम्रो यात्रा कन्टिन्यू चलिरहेको छ। के छ हरिश भयो, के छ भन्नु तिम्रो? ठिक छ। कस्तो फिल भइरहेछ? हामी पूर्णागिरी माताको दर्शन गर्ने यात्रामा छौँ हामी। हल्का भाइ डरिरहेछ। किन डरिरहेको हो? यस्तो बाघभालुको डर मानेको के हो जङ्गलमा? ए डर नै होइन नि, डर के आगे जिते भन्छन्। यस्तो डर मान्ने होइन। गइरहेछन्। ओके ल, हामी पनि हिँड्दै गरौँ, कन्टिन्यू गर्दै। अहिले हामी नेपाल इन्डियाको ठ्याक्क बोर्डरमा छौँ। यतापट्टि यो टनकपुरको माथि अब यो ठुलगाड यहाँदेखि 8 किलोमिटर छ सायद। अनि यो रोड हेर्नु, यो हामी इन्डियामा छौँ। यो रोड हाम्रो साइकल, यो हरिश ब्रो। अनि यो नदीको वारिपट्टि इन्डिया, पारिपट्टि उता घरहरू देखिँदैछन् सानो टिन छाएका एक तले घरहरू। त्यहाँ धान सान रोपेको गाउँ।
त्यो चाहिँ नेपाल हो है यस्तो छ ओके ल यात्रालाई अब कन्टिन्यू गर्नु पऱ्यो फेरि थकान हुन्छ हरिश के छ कस्तो भइरहेछ यात्रा ओके ल जय हो पूर्णागिरी माता कि जय ओके ल अब यहाँदेखि ठुलीगाड मात्र 1 किलोमिटर है ओके फिलिलिलिलिलिलिलि छ है बाटो आनन्दको अनुभूति ओह्रालो हो यो बाटो अलिकति अब यस्तोमा डर पनि हुन्छ लडिन्छ कि भन्ने बिस्तारै गइरहेको छु म त्यसै गरी हेरौँ कति छ ओह्रालो आहा क्या रमणीय ठाउँ छ क्या मजाको शान्त वातावरण चिसो हावा चलेको छ यहाँ मेरो साइकल अनि म पछाडि हरिश भाइ पनि आइरहेछ कति टाढा छ कोही आउँदैछ नजिकै होला हरिश एउटा मोटरसाइकल पनि आयो जस्तो लाग्यो पछाडि गाडी आइरहेछ ओके ल 1 मिनट भयो अब हामी पुग्यो यो चाहिँ सीमापल ठुलीगाड ठुलीगाड पुग्यो ठुलीगाड पुग्यो डाइरेक्ट रहेछ ओके डाइरेक्ट रहेछ डाइरेक्ट सीमा सुरक्षा बलको डाइरेक्ट हाम्रो साइकल यात्रा थियो नि साइकलबाट आउन सकिने ठाउँसम्म यहाँ साइकल अब चलाउन मिल्दैन यहाँदेखि सिँढीहरू छन् माथि हिँड्नुपर्ने छ अब हरिश पनि यहीँ छ हामीसँगै छ यता चाहिँ टनकपुर अझै पूर्णागिरी यहाँदेखि पनि छ भनेपछि यस्तै 20-22 किलोमिटर रहेछ जस्तो लाग्यो ल यसको सराउन्डिङ हो यहाँ हामीले पार्किङ गरेका छौँ यो पार्किङ स्थल भइहाल्यो यतातिर माथि जङ्गल देखिँदैछ यता जय पूर्णागिरी जय हो माता पूर्णागिरीजी ल अब यहाँदेखि पैदल यात्रा सुरु हुन्छ हाम्रो यो हामीले प्रसाद किनेका छौँ अब ल लाग्यो ओके ल ल सबैलाई शुभ दिन है सबैको दिन राम्रो होस् हामी माथिको पनि अपडेट गराउँछौँ पूर्णागिरी दर्शन गरेपछि तलतिर जङ्गल छ यस्तो लगाओ जो गाडी ल हाम्रो पैदल यात्रा सुरु भइसक्यो 10:30 बजे छ अब यस्तो सिँढीहरूमा हिँड्नु परिरहेछ ल सिँढीहरू छ सिँढीहरूमा कन्टिन्यू छ पुरा कन्टिन्यू छ हाम्रो सिँढीहरू चढिरहेको छौँ यहाँदेखि 3 किलोमिटर छ 10:30 बजे लगभग यहाँ पुग्दा माताको दरबारमा पुगेका छौँ 11:38 मिनटमा यहाँ भिड छ हेर्नु के छ ठिक छ आज राम्रो यात्रा भयो ल आँट गरेर आइयो हरिशले पनि आँट गरेर साहा देखायो म त कहाँ बाटोमा फ्युज हुने कि हरिश सोचिरहेको पुगिहाल्यो आँट गरी पुगिँदै रहेछ ल अब हामी पनि दर्शन गर्छौँ त्यो दर्शन गरेर निस्किन्छौँ ल फेरि अपडेट गराउनु तलको ल हामी चाहिँ फाइनली यहाँ माताको दर्शन गरियो अब दर्शन गरेपछि देखाइरहेको छ ल यता माताको दर्शन गऱ्यौँ हामीले दर्शन गरिसक्यो माईको दरबार यहाँ भिड छ सबैको मनोकामना पूर्ण हुन् हाम्रो देशमा पनि शान्ति खाओस् सबै समृद्धि सुस्वास्थ्य दीर्घायुको कामना यहाँ तलको भ्यू माताको दरबार एकदम अग्लो हाइटमा छ नदी दुईवटा नदी एउटा ठाउँमा मिल्ने आज धेरै दिनपछि साइकलमा पूर्णागिरी घुम्ने पनि सपना पुरा भयो साइकलमा आएर यहाँ दर्शन गरियो के छ हरिश भनाइ के छ ठिक छ दाजु ओके आज विस पुरा भयो ल है त जागत पूर्णिमा ओके हामी फर्किरहेछौँ अब यहाँदेखि तल फेरि अब 1-आधा घन्टा कति घन्टा लाग्ला 2 घन्टा लाग्छ होइन अब त ओह्रालोमा त्यस्तो हुँदैन 5 घन्टा लाग्यो 3 बजीसम्म घर हुन्छौँ हामी आरामसँग फेरि अपडेट गराउँछ तल पूर्णागिरी फेरि हामी फर्किसकेका छौँ यता होमस्टे हरिश पनि आइरहेको छ अब फेरि हाम्रो यात्रा प्रारम्भ भयो जोर्नी टनकपुरतिर उता यहाँदेखि 18 किलोमिटर छ अब हामीले पुग्नुपर्ने टनकपुर
अनि त्यसपछि 18 त्यसपछि उता महेन्द्रनगर लगभग 15 अरू जोडौँ लगभग यति किलोमिटर छ हाम्रो आजको यात्रा लगभग 35-36 किलोमिटर भइसकेको छ। अब 35-70 72 किलोमिटर हुन्छ। एकदम राम्रो फिलिङ आइरहेछ। माताको दर्शन गरियो। ल हामी उता पुगेपछि फेरि अपडेट गराउँछौँ। ल आज हामी पूर्णगिरी यात्रामा छौँ, साइकल यात्रामा। पूर्णगिरी दर्शन गरियो। पूर्णगिरी दर्शन गरेर हामी टक्क यता यो के भन्छन् बाटोमा एउटा नदी छ है। यो नदीमा चट्ट स्नान भइरहेको छ। हाम्रो यो पुल छ, पुलको डाउनमा पानीले ठेलिरहेछ यार, बगाउला जस्तो स्पिड छ क्या पानीको। यो के भन्छन् गाड हो। ल हेर ल, अरे पक्रो ए समात केटा, मोबाइल समात्यो कि ल यतापट्टि जय महेन्द्रनगर टु पूर्णगिरी सम्पन्न हुँदैछ। यता आएर बैजनाथ के अरे सिद्ध बाबाको दर्शन गरेर सम्पन्न भयो यात्रा। यहाँ नेपालको पूर्णगिरी माताको दर्शन गरेपछि नेपाल सिद्ध बाबाको मन्दिरको दर्शन गर्नुपर्ने हुन्छ। हामीले आज ब्रह्मदेवमा सिद्ध बाबाको मन्दिरको दर्शन गरेर यो यात्रा सम्पन्न गर्न गइरहेका छौँ। ल आजको यात्रामा सहयोग गर्नुहुने, भावनात्मक सहयोग गर्नु सम्पूर्ण महानुभावहरूलाई धन्यवाद भन्दै हस्, बाई बाई, टेक केयर।